Yes, finally I got this my equivalency paper from TU. Hello guys, welcome back to my channel. So आज म चाहिँ नगर न क्या आज चाहिँ म हजुरहरूलाई कसरी चाहिँ इक्विभ्यालेन्सी गराउने भनेर चाहिँ त्यो इन्फर्मेसन दिनको लागि चाहिँ यो सर्ट एन्ड स्विट भिडियो चाहिँ म बनाउँदैछु है गाइस। सो हजुरहरू चाहिँ सबैभन्दा फर्स्टमा टियु चाहिँ भिजिट गर्नु होला। टियु चाहिँ जुन किर्तिपुर मा चाहिँ लोकेटेड छ होइन। टियुको त्यहाँ त्रिभुवन युनिभर्सिटीमा जानु होला। त्यहाँ गइसकेपछि तपाईँलाई कोठा नम्बर 1बाट चाहिँ यो ट्राभल स्टेटमेन्ट फर्म भन्ने चाहिँ उहाँहरूले दिनुहुन्छ होइन। अनि त्यसपछि बाहिरको युनिभर्सिटी हो एप्लाई गर्ने हो। सो तपाईँहरूले चाहिँ भन्दाखेरि उहाँले यो ट्राभल स्टेटमेन्ट फर्म चाहिँ तपाईँहरूले भर्नुपर्ने हुन्छ भनेर भन्नुहुन्छ होइन। सो तपाईँहरूले जाने बित्तिकै ट्राभल स्टेटमेन्ट फर्म के भन्छ लिएर त्यसपछि यो सबै तपाईँ भर्नुहोस्। यहाँनिर चाहिँ नेपाल र कन्ट्री अफ स्टडी भन्ने हुन्छ होइन। तपाईँहरूले यस्तो देखिसकेपछि नेपाल र कन्ट्री अफ स्टडी हुन्छ। यसमा चाहिँ तपाईँको डिपार्चर भन्ने हुन्छ। यसमा चाहिँ अलिकति कन्फ्युजन हुन्छ होइन। जब तपाईँ चाहिँ नेपालबाट डिपार्चर हुनुभएको त्यो डेट लेख्ने, त्यसपछि उहाँ जुन कन्ट्रीमा पुगेको डेट लेख्ने, अनि फेरि तपाईँ चाहिँ उहाँबाट कन्ट्रीबाट नेपाल फर्किँदाखेरि कुन डिपार्चर हो त्यो फेरि यहाँनिर थर्डमा लेख्ने। अनि त्यसपछि यहाँ उहाँबाट डिपार्चर भएपछि नेपालमा कहिले एराइभेबल हुनुभएको त एराइभ हुनुभएको त त्यहाँ त्यो लेख्ने होइन। सो तपाईँ त्यो उहाँ पनि सोध्नु होला, सिकाइदिनुहुन्छ। अनि त्यसपछि यो चाहिँ कोठा नम्बर 6 हो कि कतिमा गएर चाहिँ तपाईँले चाहिँ उहाँ खोइ के एउटा छ त्यहाँनिर उहाँलाई चाहिँ साइन गराउन लाउनुपर्छ, साइन गराइदिनुहुन्छ। सो तपाईँले यो काम गरिसकेपछि अब तपाईँले एउटा वेबसाइट छ त्यस्तै www.tiu करिकुलम के भन्ने छ त्यो तपाईँलाई म लिङ्क प्रोभाइड गराइदिन्छु। सो त्यो लिङ्कमा गएर हजुरले चाहिँ सबै त्यहाँनिर के माग्छ होइन, फोन नम्बर सबै फर्म भर्नुहोस् होइन। फर्म भरिसकेपछि तपाईँले यो जुन डकुमेन्ट बुझाउनु पर्ने हुन्छ नि, तपाईँले अब मास्टर्सको गर्नु मन छ भने मास्टर्ससम्मको प्लस एसएलसीदेखि मास्टर्ससम्मको सबै डकुमेन्ट चाहिँ तपाईँले आफूसँग के सर्टिफिकेट छ अब लाइक सबै हुन्छ नि, प्रोभिजनल माइग्रेसनहरू सबै तपाईँको क्यारेक्टरहरू सबै चाहिँ त्यो सबै चाहिँ एउटा फाइल, एउटा पिडिएफ फाइल त्यसमा बनाएर चाहिँ त्यसमा इन्क्लुड यो ट्राभल स्टेटमेन्ट होइन। हजुरले ट्राभल स्टेटमेन्ट पनि राखिदिनुपर्छ। अनि त्यसपछि पासपोर्टको अगाडि पछाडिको फोटो र डिपार्चर भएको जुन तपाईँ डिपार्चर हुनुभएको त्यो स्ट्याम्प लागेको हुन्छ नि पासपोर्टमा, त्यो पनि सबै चाहिँ फोटो खिचेर हालिदिनु होला होइन। सो त्यो हालिसकेपछि तपाईँले त्यहाँनिर एप्रुभ भनेर देखाउँछ क्या। त्यसो तपाईँले गरिसकेपछि त्यहाँ 1000 रुपियाँ हुन्छ, त्यो खल्ती र इसेवाबाट तिर्नुपर्ने हुन्छ होइन। सो तपाईँले त्यहाँबाट खल्ती र इसेवाबाट पनि तिरिदिनु होइन। 1000 रुपियाँ तिर्नु लाउँछ, 1000 रुपियाँ काट्छ। सो 1000 त्यस्तै काट्छ, अनि 1000 रुपियाँ तिर्नुपर्ने हुन्छ। त्यो इसेवा र खल्तीको माध्यमबाट तपाईँले चाहिँ त्यहाँनिर पे गर्न सक्नुहुन्छ होइन। त्यो पे गरिदिनुहोस्। अनि त्यसपछि त्यहाँनिर एउटा तपाईँको सक्सेसफुल भनेर तपाईँको आइडी आउँछ क्या। त्यहाँनिर चाहिँ एउटा आइडी आउँछ होइन, पिडिएफ तपाईँले त्यहाँनिर तपाईँले देख्नुहुन्छ भ्यू भनेर आउँदाखेरि त्यो एउटा त्यहाँनिर तपाईँको आइडी नम्बर राखिदिया हुन्छ होइन। त्यो आइडी नम्बर चाहिँ तपाईँलाई थाहा हुनुपर्छ, याद हुनुपर्छ है। फेरि यो एप्लिकेसन युनिक आइडी चाहिँ आउँछ होइन। यो आइडीको चाहिँ तपाईँले MA10 यो MA भन्दा उता बिबिएको गर्दाखेरि ब्याचलरको गर्दा बिए आउँछ होला। मैले चाहिँ मास्टर्सको गर्नु लागेको थिएँ, त्यो MA हुन्छ। यो पछाडि चाहिँ तपाईँको आइडी नम्बर हो होइन। अनि यो आइडी नम्बर चाहिँ तपाईँलाई थाहा हुनुपर्छ होइन। त्यसपछि तपाईँको त्यहाँनिर अब एप्रुभ हुन्छ भनेर नबस्नु होला होइन। तर अब त्यस्तै हो नेपालको सिस्टम। सो एप्रुभ भनेर तपाईँलाई चाहिँ आउँदैन होइन। मैले पनि 2-3 दिन त कुरेँ तर एप्रुभ भनेर आएन मेरो होइन। सो म चाहिँ त्यहाँ गएर उहाँ गएँ, यो सबै डकुमेन्ट बुझाइसकेपछि म चाहिँ त्यो टियुमा गएर अनि फेरि बुझेँ मेरो डकुमेन्टहरू एकचोटि रिचेक गरिदिनुहोस् न भनेर भने। त्यसपछि उहाँहरूले रिचेक गरिदिँदाखेरि उहाँहरूले चाहिँ वहीँ आफै एप्रुभ गरिदिनु भयो। तपाईँको डकुमेन्ट चाहिँ भोलि 2 बजेपछि चाहिँ तपाईँ चाहिँ लिन आउन सक्नुहुन्छ भनेर भन्यो होइन। सो अब एकैछिन एप्रुभ गरिदिइसकेपछि त अब वेट गरेर 1-2 घन्टा वेट गरेर दिँदा पनि हुन्थ्यो, फरक पर्दैन थियो। तर उहाँहरूले चाहिँ भोलि आइज भन्नुभयो क्या। अब त्यस्तै चाहिँ हो नेपालको गभर्मेन्ट, नेपालको सिस्टम। सो एकैछिनमा हुने कामलाई पनि त्यस्तो चाहिँ लाउँछन् है। अनि त्यो चाहिँ अलिकति सेटिस्फ्याक्टरी थिएन। तर यस 4 दिन लाग्यो मलाई यो काम गर्नलाई चाहिँ। 4 दिनमा चाहिँ फाइनली आई गट दिस
इक्विभ्यालेन्सी। सो 4 दिन लाग्यो मलाई, तर तपाईँहरूलाई मैले भने जस्तो गरेर गर्नुभयो भने 3 दिनमै काम सल्भ हुन्छ होइन। त्यसपछि म चाहिँ भोलिपल्ट 2 बजे चाहिँ म वहाँ गएँ। सो वहाँ गइसकेपछि आफ्नो सिग्नेचर गरेर त्यो लिएर आएँ। मैले सिग्नेचर गरिसकेपछि मैले चाहिँ 4 दिनमा चाहिँ मैले गरेँ। तर तपाईँले मैले भने जस्तो गरेर गर्नुभयो भने चाहिँ 4 दिन हुने काम 3 दिनमै तपाईँहरूले गर्नु सक्नुहुनेछ है गाइस। सो तपाईँहरूलाई इक्विभ्यालेन्सी गर्नु मन छ भने यो भिडियो चाहिँ तपाईँहरूसम्म चाहिँ पुगोस्। सो यति नै हो गाइस। आज चाहिँ मैले यही इन्फर्मेसन दिनुको लागि चाहिँ मैले सर्ट एन्ड स्विट भिडियो बनाएको थिएँ। अहिले चाहिँ गाइस तपाईँको लागि युजफुल होस् भन्दै आजको लागि म जान्छु मेरो सानो सुन्नु। बाई बाई।